भरे पानीमा पानी पर्छ कहाँ हो यो कुन ठाउँ रे उल्लेरी ल भइहाल्यो त अब ल ट्याक्क हो ल पछाडि बान्ने होइन उनीहरूको च्यातेकै रहेछ के ब्लेडले च्यातेको रहेछ ल यस्तो गर्ने ल जाने कस्तो दामी देख्यो कि ऊ त्यहाँतिर है कस्तो महसुस भइरहेछ बाइक धक्का एकदमै बेहाल भयो हालत बेहाल भयो भन्न कहाँ धरे कति टाढा छ अब ए आमा ए अब त्यही माथि बस्ने ए मलाई सबै लगाइदियो ल मलाई त बस्न मन लाग्छ के भयो त नि के बितेछ र भनेको जसरी 9-10 बजी पुगे नि भएन पानी परे नै छाउन्न भनेर बस्नु प्लास्टिक 12 बजी पुगे नि भयो प्लास्टिक लिइहालेछ त नि भोलि बिहान मात्र कहाँ हुन्छ अनि भोलि बिहान 4 बजीसम्म पुग्यो नि हुन्छ के ठाउँ पो रे यो तिखेढुङ्गा होइन के अरे नाङ्गेठाटी यहाँ चाहिँ भोकाएर आएको बेलामा यो एकदम बेस्ट चिज हो है यो चाहिँ अर्को सोल्टी उतातिर आगो ताप्दै चाउचाउ खाँदै यो भयो के अरे पाखा पानी के अरे नाङ्गेठाटी अब यताबाट आएको गुराँस सब ओइलाइसकेछ ओके रोडको इन्डिङ भयो यहाँ अब हामी ट्रेकिङ सुरु गर्छौँ केटाहरूको चाहिँ जुत्ता भिजिसकेको छ मेरो पनि भिजेको छ हिलो छ जुत्ता चाहिँ पुरै देखाउनु पर्यो कि के हो यो ठाउँको नाम त्यही नाङ्गेठाटी त एक घन्टाको अथक हिँडाइ र 5-10 मिनटको रेस्ट पछि अब हामी सानो घोरेपानी आइपुग्यो अब यहाँबाट 15-20 मिनट हिँडेपछि ठुलो घोरेपानी पुग्छ ए ऊ त्यही हो ए यही बिल्डिङ हो यस्तो ज्ञान देख्यो वेलकम टु घोरेपानी फोटो हान्न हान्ने फोटो भनेको 3 जनाको भनेको यहाँ यस्तो गरेर गिम्बलबाट फोटो नहान्ने थाहा छ कि मान्छे इरिटेट भइरहेछ अघि नै भनेर केही भनिमा 2 जनाको 3 जनाको टुरिस्ट पुलिस चेक पोइन्ट इन्ट्री
जानी नै उतै हो त ए बल्ल आएर मेरो हजुर पोखरा घुम्न हजुर पुनिल लालीगुराँस त अस्ता आएछ है इन्ट्री पर्छ अब लेखपढ गर्ने त मै एउटा हो मै त होला नि इन्ट्री गर्ने है तिमीहरू त कहिले ल्याप्चा हान्न भने आऊ टु कान्द्रुप जम्मा 14 किलोमिटर गएर फर्केर आउनुपर्छ के हो लाग्छौँ समेत अगाडि यता गयो भने हो र माथि साइड शिखा हामी चाहिँ ब्याक टु मेसिनमा हालेर बिन्स बनाउन मिल्छ होला नि त्यसको छर्र भएर यो डन्डीहरूबाट चाहिँ पानी जान्छ होइन कपडा सुकाएर बसेछ यहाँ यो डाइनिङ हल भयो यहाँ चाहिँ आगो त मान्छेहरूले सबैले यहाँ सुकाउने यो कपडा सुकाउनलाई त बनाएको के हो कुन नजिकै छ त यहाँ ओके घरि पानीमा इभिनिङ भ्यू चाहिँ दामी देख्यो त्यसो बस्नु नपाएको होइन के छ यसको नाम सुपर भ्यू आज पोखरादेखि यहाँसम्म आइपुगेँ तर एकदमै स्ट्रगल गर्दै गर्दै आइपुग्यो त्यस्तो डर लागेको खाजा 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 खाना खाजा खाजा भनेको लेट्स गो भनेको कोरियन कस्तो नजिक देखेको है पोखराबाट भन्दा के सारङकोट भन्दा यो हिमालको नजिकतिर हो र त्यस्तो नि हुन्छ र आफ्नो छैन अब गरेर हेर्ने कुरो भन
कस्तो दामी देखिरहेको हेरौँ न है बादल पुरा माथि यो पर्न त यता नि पर्यो होला यो हिमालको नि तर ठ्याक्क यो 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 होइन यो त बादल होइन हिमालय बादलको माथि उसो र हिमालको माथि बादल हो र त्यसै यो जग्गा जग्गामा छ यो बिचमा हो त्यस्तो हो क्या त्यहाँ नि कहाँ नि हिँड्नु त्यस्तो आँखा त पर्यो त्यता फर्क नि यता पऱ्यो अनि यतै फर्काउनु होइन यो अन्नपूर्ण चाहिँ अलिकति यहाँ त कुरेको कुरै भयो हल्का खाली हुँदै गयो है अब चाहिँ ब्लू कलर त्यो बादल त्यसको पछाडि नि हल्का थियो रहेछ कि है हिमाल हल्का होच घुम्टो रहेछ कि बादल कहाँ गयो फिस्टेल चाहिँ छेकेछ कि अलिकति यतिखेर त पोखराको फेवातालमा पो ऊ भएर होला नि रिफ्लेक्सन आएर होला है कहाँ मेरो भिडियोले भेट्दै भेटेन यार छ्या ओ वाउ कहाँ हो प्लेन उता पछाडिपट्टि उतार्नु चाहिँ नपल्ट्योस् यो बाटोबाट आएको नि हामी सानो घरे पानी कहाँ बस्यो भने यहाँ के अरे त्यो यो फिस्टेल होइन फिस्टेलमा बस्यो होइन एकदमै दामी छ है अब सर्भिसहरू दामी छ रुमहरू पनि यस्तो राम्रो छ आएको ताप्ने खाने बस्ने यो डाइनिङ हल भयो रुफटप भ्यू हेर्न मिल्छ हाम्रो यो यहाँ बसिसकेपछि चाहिँ खास चाहिँ त्यो हिमाल हेर्नु त्यो कुन हिल चढ्नु पनि नपर्दो रहेछ अर्कै के हो भन्छ ओके अनि यसलाई के हो अर्कै भन्छ इङ्ग्लिसमा अर्कै भन्छ यसलाई के भन्छ अरे टिबेटियन ब्रेड मान्छे